भित्र एन्ट्री गर्दैछौँ। अनि यहाँनिर घरको सरसफाइको लागि आइटमहरू पनि छन्नै रहेछ। जगहरू साबुन राख्ने यहाँबाट चाहिँ पानी निस्किनु कति राम्रो। यो चाहिँ ओन्ली 99 रुपिसको 1 पिस। यहाँ माथि साबुन राख्ने यहाँबाट चाहिँ पानी निस्किन्छ। धेरै हुन्छ है। यो चाहिँ 99 कभर रहेछ माइक्रोवेभको। यो चाहिँ अब हाम्रो घरमा अहिले छैन माइक्रोवेभ, पछि हुन्छ। हाम्रो टोयलेटमा काम लाग्छ। रानो बाबुको है, मैले बाबुको देखेको त्यस्तो पानी ठुलो पानी यस्तो प्लेटहरू हुन्छ 300 रुपियाँमा। यो छाताहरू पनि राम्रो थियो एकजनालाई सिङ्गल सानो। यो चाहिँ 350 लगभग, तर राम्रो थियो। तर मैले अलरेडी किनिसकेको भएर यो कति राम्रो यहाँनिर यो आइटमहरू राम्रो छ। मलाई राम्रो लाग्यो यो बक्सहरू पनि। यो भित्र 3वटा सेट छ। यसको चाहिँ 300 रुपियाँ, यसको पनि 349। यो पनि राम्रै हो, तर अलरेडी मैले चाहिँ त्यो धेरै नकिनौँ भनेको थिएँ, आवश्यक मात्रै आउँछ। मैले धेरै किनेछु सामानहरू। कस्तो राम्रो बच्चाहरूको खानेकुरा राख्नलाई। होइन नुन दोसा नुन दोसा त एकदमै अचार मसलाको रहेछ। 500 रुपियाँ रहेछ यो चाहिँ। स्टिल रहेछ भित्रपट्टि। सबै आइटम राम्रो। म त हेरी चपर, यो चपर हेर न सीता। यसले 10 केजी खान्छ। हामीले उठ्ने झुन्डामा तपाईँलाई देखाइदिउँ ल। यसले 10 केजी खान्छ। एउटा बच्चालाई पोको पारेर झुन्डायो भने झुन्डिन्छ। त्यस्तो बोली हुन्छ।
चिया पकाउने भाँडाहरू पनि राम्रो छ। ल हुन्छ, अब हामी जान्छौँ। अहिले फेरि मोबाइलसँगै मान्छे बगायो भने फेभरेट भनेको नै मोमो हो। दिदी दिदी ड्राइङ्स प्याक गरिदिनु एउटा है। अब चाहिँ खाँदैछ। हाम्रो धौलागिरी मोमो रेस्टुरेन्ट चाहिँ यो बगरको एकदमै पुरानो रेस्टुरेन्ट हो। विगत 25 देखि 30 वर्षै भयो होला मेरो विचारमा। त्योभन्दा पनि बढी हुनसक्छ है, म त थाहा भएन। तर हामी आएको त लगभग 20 वर्ष जस्तै हुन लाग्यो है। त्योभन्दा बढी भयो कि क्या हो कुनै 100 रुपियाँ प्लेट हो यो। यसको 120 रुपियाँ कति छ नि। अब हामीले चाहिँ मोमो खाएर हामी चाहिँ यहाँनिर चटपट खान आएका छौँ। यो चाहिँ हाम्रो पुरानो ठाउँ हो। अब पहिला हामी बस्थ्यौँ भने अहिले चाहिँ अरू नै मान्छे बस्नुहुन्छ। ठिकै छ। यहाँनिर मेरो अझै कुरोहरू रहेछ कि यहाँनिर मैले राखेको सामानहरू रहेछ। खुसी लाग्यो, नउकाउनु भएको रहेछ। अनि यहाँनिर चाहिँ म रहेको छु यसरी। यो फोटोहरू कहाँ छ? मेरो डिलिट भइसक्यो सबै। खोज्छु अब घर एकचोटि। हामी चटपट खान आएका हौँ। अलिक बोल्ने